फाइनली गाइज आज चाहिँ हाम्रो अब काममा पनि त्यस्तै अब अलिकति छुट्टी थियो होइन। अब छुट्टी हुनको कारण चाहिँ खास चाहिँ के हो भने अब यता हामी चाहिँ अहिले सल्यानतिर छौँ। सल्यानबाट अनि ठेकेदार चाहिँ उता कहाँ रे उता कोल्पुतिर होइन, कोल्पुतिर जानुभएको थियो। अनि 8-10 दिन भइसक्यो, फोन पनि उठाउनुहुन्न होइन। हाने फोन पनि अब कटाइदिनुहुन्छ। अब त्यही भएर अलिकति त्यस्तै समस्या भएर अब हामीले अब हामीलाई ल्याउने मान्छेको उयै छैन, अब कुनै सम्पर्कै छैन होइन। अब हामीले मात्रै काम गरेर त भएन। अब काम गऱ्यो लास्टमा पैसा कसले दिने? अब पैसा दिने त हामीलाई ल्याउने ठेकेदारले नै हो होइन। त्यही भएर अब पैसा पनि अब त्यस्तै भयो, काम पनि अब त्यस्तै भयो। अब बसिरहेको छ। आज चाहिँ 1-1.5 महिना अब 2 महिनासम्म काम त भइहाल्यो। अब पैसा झर्ने नझर्ने अब थाहै छैन। अब के भन्नु, अब त्यस्तै समस्या परेर अब आज अब बसिरहेको छु। अब 2-3 दिन भइसक्यो बसिरहेको छु, यत्तिकै बसिरहेको छु। ठेकेदार आउँछ अनि पैसा दिन्छ भनिरहेको छ। अब 1-2 दिनमा पैसा दिएन भने अब जाने हुन्छ घरतिर। अब त्यस्तै हो। अब पैसा पैसा लगेर जानुपर्छ। अब आजसम्म आफूले काम गरिरहेको छ होइन, आफूले काम गरेको पैसा त लगेर जानु पर्यो होइन। त्यही भएर सबैको सल्लाह भएर अब 1-2 दिन रेस्ट गरौँ, ठेकेदारलाई पनि उता बोलाउने भन्ने कुरा भइरहेछ। अनि बोलाएर अब बोलाउने पनि कसरी, अब फोनै उठाउनु होइन। अब आजसम्म काम गरेको पैसा जसरी पनि लग्नु पर्यो। यहाँ चिया पानी नास्ता केही छैन, अब नुन चामल केही छैन, त्यस्तो छ। अब खाने पिने यस्तै कुनै डलढुङ्गै मिलेको छैन, अब कुनै पनि केही मिलेको छैन। अब जसो तसो खाइरहेको छु। अब 1-2 पिस चामल थियो र खाइरहेको छु। अब दाल थियो हल्का त्यही खाइरहेको छु। अब घरतिर जानुपर्छ होला। अब पैसा दियो भने अब पैसा ठेकेदार आयो भने अब दिन्छ होला, नत्र अब के गर्ने हो। खै गाह्रो छ हामीलाई त, एकदम धेरै गाह्रो छ। अब 8-9 जना छौँ हामी, सबै मेरै गाउँको हो। त जाजरकोटबाट एउटा सुर्खेतको दाइ हुनुहुन्छ। त्यो दाइ चाहिँ अब सुर्खेतको हुनुहुन्छ। अब हामी उता मेरो गाउँको चाहिँ 6 जना छु अहिले, सुर्खेतको दाइ गरेर 8 जना छु। अनि बिल्डिङ चाहिँ ठुलै बन्न लागेको थियो। अब त्यस बिल्डिङको लागि चाहिँ अब 30-40 जना मान्छे चाहिने हो। खासमा 8 जना मात्रै छु। अब ठेकेदारले पनि अगाडिबाट पैसाको पनि मतलब छैन, पैसा पनि पेल्दैन। अब कामको पनि मतलब छैन, के भइरहेछ, लेबरहरू के गरिरहेछन्, कुनै पनि कुराको मतलब छैन। अब हामीले मात्रै ठेका सम्हाल्ने कुरा त हुँदैन। त्यही भएर अब पैसा हाम्रो पैसा झर्या भए, अब आजसम्म काम गरेको पैसा झर्या भए घरतिर जाने भन्ने कुरा हो गाइज। गाह्रो छ। अब के गर्ने, अब काम गरेर उ गर्नुपर्छ। अब काम गर्नलाई आइयो, अब आएर यहाँ ठकिन्छ, यस्तो हुन्छ। अब ठेकेदारले अब हुन त अब हाम्रै जिल्लाको हुन्, नलगाटभित्रै, अब उता 8 नम्बर वडातिरको, म चाहिँ अब 6 नम्बरबाट। अनि हाम्रै ठाउँको हो मान्छे चाहिँ। घात गऱ्यो, जे भयो नि घात गऱ्यो भनौँ न।